एकचोटि सोचौँ त, आज हजुरले सम्पूर्ण समय परिवारकै लागि दिँदा त कति कामहरू भ्याउनु भएको छैन, होइन? कति कुराहरू हजुरले चाहेर पनि पुरा गर्नुभएको छैन। यदि हजुर नै बिस्तारामा पर्नुभयो भने हजुरले गर्ने ती कामधन्दा, ती बच्चाबच्चीलाई गर्ने स्याहार, बुढाबुढी भएका बाआमालाई गर्ने स्याहार, अफिस जाँदै गर्दा सरलाई गर्ने केयर कसले गरिदिएला? त्यही भएर पनि मैले सम्पूर्ण गृहिणीहरूको लागि एउटा के अनुरोध गर्न चाहन्छु भने कम्तीमा पनि 24 घण्टामा 1 घण्टा त आफ्नो लागि दिनुस्। कम्तीमा योगा गरिदिनुस्, केही आसनहरू गरिदिनुस्, 30 मिनट्स हजुरहरू बाहिर निस्किनुस्, मर्निङ वाक नै गर्नुस् के घरको कामले मात्र मलाई एक्सर्साइज पुग्छ नसोच्नुस् न। हजुरले गर्छु नै भनेर गरिदिनुस् न। हजुरको शरीर कति हेल्दी हुन्छ, कति फुर्तिलो हुन्छ। र अर्को कुरा के भन्दा सम्पूर्ण गृहिणीहरूले जो भान्सामा हुनुहुन्छ उहाँहरूलाई एउटा अनुरोध के गर्न चाहन्छु भन्दा कृपया बेलुकाको समयमा हाई डाइट नबनाइदिनुस्, नखुवाउनुस्, आफू पनि नखानुस्। किन भन्दा त्यो घरको लागि राम्रो डाक्टर नै हजुर हो के। किन हजुरले जे कुरा पस्किनुहुन्छ, जे कुरा बनाउनुहुन्छ, भान्सामा जे कुरा पाक्छ नि त्यहाँ घरको मेम्बरले सबै त्यही कुराहरू खानुहुन्छ भनिसकेपछि हजुरले एउटा कुरा के बुझिदिनुहोस् भन्दा बेलुकाको समयमा म माछा मासु पकाउँदिनँ। कम्तीमा पनि बेलुकाको समयमा हामी 7 बजेभन्दा अगाडि खाना खाने सिस्टम बसालौँ भनेर जब हजुरले अनुरोध गर्नुहुन्छ नि, खाना खाना आइदिनुहोस् न भनेर हजुरले जब भन्नुहुन्छ नि, तब बल्ल हजुरको शरीर, हजुरको परिवारको शरीर स्वस्थ रहन्छ, हजुरको घर परिवार स्वस्थ रहन्छ। त्यही कारणले गर्दा मैले एउटा अनुरोध के गर्न चाहेँ भन्दा बेलुकाको समयमा अहिले कस्तो अवस्था छ भन्दा बेलुका सबैलाई फुर्सद हुने तारेर भुटेर माछा मासु लगायतका जति पनि पनिर च्याउहरू जति पनि शरीरलाई पचाउन गाह्रो हुन्छ नि ती चिजहरू हामीले बेलुका खाइरहेका छौँ। ती कुराहरूलाई ठ्याक्क उल्टो गर्नुहोस् त। ती कुराहरू बिहान खुवाउनुहोस्, बेलुका सादा दाल भात तरकारीहरू सजिलै पच्ने खानेकुराहरू, साग पनि मजाले पकाएर खुवाइदिनुहोस् न। सोच्नुहोस् त, घरको राम्रो डाक्टर नै हजुर हो। त्यही भएर सुरुवात हजुरबाटै गरौँ। त्यो भयो भने अरू डक्टर भेट्न हिँड्नै पर्दैन। किन भन्दा हजुरको किचनमा हुने चिजहरू नै औषधि हुन्, तिनीहरूलाई औषधिकै रूपमा प्रयोग गरौँ। अहिले हामीले औषधिलाई नै विषको रूपमा प्रयोग गरिरहेका छौँ। खान नहुने केही पनि होइन, मात्रा मिलाएर सबै खाउँ। हिजो के भयो, खान नपाएर मान्छे मर्ने अवस्था थियो भने अहिले खान नजानेर मान्छे मरिरहेको अवस्था छ। त्यो कारणले गर्दा कृपया अनुरोध गरेँ मैले सम्पूर्ण गृहिणीहरूको लागि चाहिँ एउटा सुझाव के भन्दा कम्तीमा सुध्रियौँ र सबभन्दा राम्रो डाक्टर चाहिँ हजुर नै हो। हस्त नमस्ते, धन्यवाद।